बालेन शाहको स्वभाव कस्तो छ भने जसले आफ्नो बागी र प्रतिरोधी छ त्यसलाई मन जित्न कोसिस गर्छन्। हिजो बालेन शाहको स्वभाव त्यति बेलैदेखि त्यस्तो थियो। विशेष गरी महानगरपालिकामा पनि सबैभन्दा प्रतिकार र प्रतिरोध गर्ने, प्रश्न उठाउने वडाध्यक्षको घरमै पुगेर खाना खाने समेत भ्याउँथे। त्यहाँ परिवारको रूपमा अन्तर्गुलन हुन्थ्यो। त्यहाँ वडाध्यक्षको श्रीमतीसँगको अन्तर्क्रिया, भलाकुसारी, त्यहाँ छोराछोरीहरूसँगको कुराकानीले गर्दाखेरि सम्बन्ध यस्तो सुमधुर बनिन्थ्यो कि भोलिपल्ट त्यो उग्र विरोधी चाहिँ उसको समर्थक भएर आउँथ्यो। त्यस्तै अहिले पनि उनले हर्क साम्पाङ सबभन्दा ठूलो प्रतिरोधी, प्रतिस्पर्धी र प्रतिपक्षी बन्छन् भन्नका लागि हर्कलाई जसरी पनि मिलाउन थियो, रिझाउन थियो। प्रधानमन्त्रीको शपथ त्यसको परिदृश्य चाहिँ पहिलो बैठकमा पनि देखियो, जुन बैठकमा हर्क साम्पाङको बडा उदार, शालीन र तर्कशील अभिव्यक्ति पश्चात हसमुख मुद्रामा बाहिर उत्रेका बालेन स्वयंले हर्क साम्पाङलाई अङ्कमाल गर्दै बाहिर आए र त्यतिले गर्दाखेरि उनीहरूको बीचको सम्बन्ध चाहिँ तुषारापात हुने अवस्थाबाट सुमधुर भयो। तुषारापात कसरी भएको थियो भन्दा प्रधानमन्त्रीले संसदको बैठक हुनुभन्दा अगाडि नै प्रदेशगत रूपमा कोशी प्रदेशबाट निर्वाचित प्रत्यक्ष सांसदहरूलाई भेट गर्न चाहेका थिए, तर त्यहाँ सहभागी भएनन् पनि। र सँगसँगै के भने अब हामी संसदमा उपस्थित हुने हो, प्रधानमन्त्रीले व्यक्तिगत रूपमा बोलाउँदैन, जाने होइन भनेर भनेका थिए। र त्यो सम्बन्ध सुधारको कडी त्यहाँबाट सुरु भएर उपसभामुख रुबी कुमारी ठाकुरलाई दिने सम्ममा सक्यो। त्यहाँ पनि रवि लामिछानेको उदारता देखियो।